सर्टहरुबाट है सर्टहरुबाट चाहिँ कसरी हामीले स्ट्रेचर बनाएर बिरामीलाई चाहिँ अस्पतालसम्म पुर्याउन सक्छौं भन्ने चाहिँ तपाईहरुलाई यसबाट हामी स्ट्रेचर बनाएर देखाउनेछौं है। सबैभन्दा पहिला चाहिँ हामीले ज्याकेट अथवा सर्टको चाहिँ पुरै बटम लगाउनु पर्ने हुन्छ है। यसमा र यसको बाहुलालाई चाहिँ पुरै भित्रतर्फ तानिदिने, भित्रतर्फबाट तानेर साइडमा निकालिदिनु पर्दछ है। यसलाई भित्र दुईपट्टिको बाहुलालाई चाहिँ यसलाई भित्रतर्फबाट बाहिर निकालिदिने। र ज्याकेटबाट बनाउँदाखेरि पनि हामीलाई चाहिँ दुईवटा काठ अथवा दुईवटा बाँसको चाहिँ आवश्यक पर्दछ। यसलाई चाहिँ हाम्रो हातको बाहुला, ज्याकेटको बाहुला, हातको बाहुलाबाट चाहिँ यसलाई हामी छिराउँछौँ। यो विधि हामीसँग स्ट्रेचर नभएको अवस्थामा छिटोभन्दा छिटो बिरामीलाई नजिकको अस्पतालसम्म पुर्याउनको लागि प्रयोग गरिन्छ। इम्प्रोभाइज स्ट्रेचरमा बस्न इच्छुक कोही हुनुहुन्छ? यो स्ट्रेचरमा चाहिँ प्रयोग गरेर बस्न कोही इच्छुक हुनुहुन्छ? यस तरिकाबाट बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म अथवा नजिकको हस्पिटलसम्म पुर्याउन सहयोग गर्दछ।